नाबालिका 3 वर्षीय गरिमा चौधरी बहिनीको बलात्कारपछि हत्या भएको धेरै दिन भइसक्यो। जुन चाहिँ हाम्रो देश नेपालमा बलात्कारीलाई फाँसीको सजाय अहिलेसम्म छैन हैन। त्यही भएर हामीले चाहिँ एउटा गरिमा चौधरी बहिनीको न्यायको लागि हामीले एउटा यो रोडबाट यो सडकबाट भए पनि हामीले चाहिँ यो सरकारलाई एकदमै हाम्रो पीडितले न्याय पाओस् र बलात्कारीलाई फाँसी होस्। जुन एउटा 1000 रुपियाँको डरले त मान्छे हेलमेट लगाउन बिल्कुल बोक्न तयार हुन्छ भने 1-2 जनालाई झुन्ड्याइदिएपछि बलात्कार पनि न्यूनीकरण हुन्छ। र हाम्रो जुन एउटा समाजमा एउटा नारीलाई पूजा गर्ने समाज सरस्वती माता, लक्ष्मी देवी र दुर्गा लक्ष्मीको एउटा पूजा गर्ने समाजमा अहिले हाम्रो समाज कहाँ पुगेको छ भन्ने यसले पनि एउटा ज्वलन्त उदाहरण हो। र एउटा यो हाम्रो एउटा कुनै एउटा आमा बुवाको कोखमा त नरितेर एउटा हाम्रो समाज कुन ठाउँ जाँदैछ त हैन। जुन चाहिँ एउटा हातमा गुडिया खेल्ने एकदमै रमाउने उमेरमा पनि एउटा जुन नारी एउटा बलात्कृत भएर मृत्यु हुन पुगेको छ र एउटा 2-3 दिनसम्म एउटा जनावरको जङ्गलमा पनि एउटा हराएको बच्चा त एउटा सकुशल भेटिन्छ भने एउटा हाम्रो 2-3 दिनसम्म एउटा मानवको एउटा समाजमा मान्छे बस्ने समाजमा हराएको बच्चा तर मृत भेटिन पुगेको छ हैन। त्यही भएर चाहिँ हामीले चाहिँ बलात्कारीलाई हामीले एउटा हाम्रो करबाट तिरेको पैसाले भात खुवाएर पाल्नुभन्दा त्यस्ता बलात्कारीहरूलाई चाहिँ एकदमै फाँसी हुनुपर्छ। र त्यही भएर चाहिँ हामीले चाहिँ हाम्रो एउटा गरिमा चौधरी बहिनीको लागि चाहिँ हामीले चाहिँ आज हामीले उहाँको न्यायको लागि यो सडकबाट पनि हामीले आवाज उठाउन खोजेका छौँ र हामीले उहाँको एउटा आत्माको शान्तिको लागि उहाँको एउटा हार्दिक श्रद्धाञ्जली भन्दै हामी चाहिँ 1 मिनेट चाहिँ मौन पनि सुरु गर्नेछौँ र कुनै 1-2 जना अरूले पनि एउटा आफ्नो कुरा राख्दा हुन्छ हैन। मौन धारण स्टार्ट गर्छौँ।